हाम्रो चटपटे चाहिँ आइसकेको छ। अब हामी Cheers! Hello guys, welcome to my mama Maizu vlog. आज चाहिँ हामी गोदावरी जान लाग्छौँ। हामी यदि 3 जना मात्र छौँ। हामी अब यसो रमाइलो गर्नलाई शनिबार भएर त्यही भएर सो गाइस हेर्दै गर्नु होला हामीले के गर्छौँ भनेर है। हामी चाहिँ अहिले बस कुदिरहेछौँ। यहाँ हामी चोकमा पुगिसक्यौँ। चोकमा पुगिसक्यौँ। अब एकछिन बस कुद्छौँ। बस आएपछि हामी जान्छौँ हैन। ओके गाइस, अब गाडी चढिसक्यौँ। कहाँ जान लाग्छौँ र हामी गोदावरी के गर्न? हामी घुम्न। को आउँदैछ तिमीलाई भेट्न? मलाई भेट्न मेरो बेस्ट फ्रेन्ड। बाई बाई बाई। अगाडि बस्नु पर्ने बरु। पाहाडको कुद्न लागेको छ। पाहाडको कुद्न लागेको छ अहिले। हामी चाहिँ फेरि अगाडि सिटमा बसेको। अगाडि सिटमा बसेको गाइस हामी चाहिँ। उसलाई चाहिँ यता खुट्टा पोल्यो रे भनेर यता यसरी राखेर भनेर यसरी राख्न दिएको छु। बिचरा है बिचरा खुट्टा पोल्यो। अब चाहिँ जाम भइरहेको छ। जाम भइरहेको छ, हेर्न सक्नुहुन्छ जाम। जाम अनि पौरोटी खाने। जाम भइरहेछ, पौरोटी लिएर आउनु, हामी जाम राखिदिन्छौँ हैन। गाइस अब चाहिँ हामी गोदावरी पुगिसकेको छौँ गाइस, हेर्न सक्नुहुन्छ हामी पुगिसक्यौँ हैन। गाइस हामी गोदावरी बस पार्कमा पुग्यौँ। हामी त कस्तो मजाले होइन। यहाँ चाहिँ अलिक सिटले छ जस्तो छ है गाइस। हामी चाहिँ अब झर्छौँ। पुग्यो बस स्टप पुग्यो। अब हामी झर्छौँ होइन। हामी चाहिँ बसबाट झरिसकेको छौँ। अब यहाँ राइजुको साथी आउनु बाँकी छ। एकछिन हामी यता कुद्छौँ। त्यसपछि हामी कहाँ जान्छौँ हेरौँ। कहाँ जान्छौँ हामी। यहाँ अलिक शीतल ठाउँ जस्तो लाग्यो क्या, सो त्यही भएर हामी चाहिँ यता बस्न लाग्छौँ है। गाइस त्यहाँ चाहिँ घोडा छ होइन। अनि घोडासँग फोटो खिच्नु पऱ्यो अरे भान्जीलाई, सो त्यही भएर हामी चाहिँ अगाडि जाँदैछौँ। जाऊ छिटो। सो राम्रो सामान छ यता चाहिँ गाइस। सो राम्रो छ। बिसको कतिवटा अरे खेल्ने हो? होइन ठिक छ यताबाट। ल लाग्दैन कि कुनैमा नि लाग्दैन, मलाई थाहा छ। लाग्यो लागेन नि, छोयो मात्र। तिम्रो वेस्ट मात्र गर्छ के राइजु, वेस्ट मात्र हुन्छ के। टिङ्की मलाई देऊ, टिङ्की मलाई देऊ।
ल केही नआयो नि उसलाई रमाइलो आएर ल गर गर ल भयो भयो है त पुग्यो खेल्न ल भयो ल पुग्यो ल ल थ्याङ्क यू भनिदेऊ न अन्जब ल ल ल ल ल हान मात्र न ल उडाउनु उडाउ राइजो यस्तो फुत्ता लाएर भयो भयो छोडिदेऊ थ्याङ्क यू भनेकै त नि भन्यो भयो अब नखेल्ने भयो अब नखेल्ने हामी चाहिँ एकछिन उता माथितिर घुमेर आयौँ गेमहरू खेल्यौँ अब चाहिँ हामी चटपट खाना लाछौँ होइन राइज चटपट खाना लाछौँ चटपट बनाउँदै हुनुहुन्छ हाम्रो चटपटे चाहिँ आइसकेको छ गिलो चटपटे खान्छौँ अब हामी होइन थोरै यहाँ त्यस्तै हो खाए ल गाइस हामीले खाए ल मिठो छ हामी चाहिँ माथिबाट तल झरिसक्यौँ अनि अब चाहिँ कस्तो लाग्छ गर्मी छ कि लाग्छ अब चाहिँ हामी तलतिर झर्छौँ होला घाम यस्तो छ कि आँखा खोल्न गाह्रो छ आँखा खोल्न है राइजु गाइस हामी चाहिँ अहिले बरफ खाँदैछौँ है त राइजुले चाहिँ आइसक्रिम खाएर सकाइसक्यो यो टिङ्गीको बरफ हो यो मेरो बरफ हो खाइल अब हामी चिया सप जान्छौँ गाइस हामी चाहिँ अब चिया खान जान लाग्छौँ जाँदैछौँ दुईजना अगाडि जाँदैछ याहू फाइनली हामी पुग्यौँ रहा नहीं जाता तड़प ही ऐसी है ना गाइस हाम्रो चाहिँ चिया आइसकेको छ अब हामी खान्छौँ के म स्टार्ट गर्छ दुईटा हातले समात्नलाई सक्दैन ल हामी मात्र छिटो
हामी चाहिँ खान सकेर फोटोहरू खिचेर सबै गरेर बिल पे गर्नको लागि काउन्टरमा गयो अनि त्यहाँबाट ओ माय गॉड कस्तो क्युट क्याट थियो के अनि हामी एकछिन त्यो क्याटसँग खेल्यौँ यता हेर न भन्छु हेर्दै हेर्दैन उसको नाम चाहिँ सिम्बा हो अनि मैले चाहिँ सिम्बा 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 भनेर पछि हेरेँ क्या कस्तो क्युट हेर्नु न कस्तो क्युट त्यति बेला चाहिँ हल्ला धेरै भएको भएर मैले चाहिँ भोइस ओभर गरेको होला गर्नु न के भन्छ सबैले हाम्रो भिडियोलाई लाइक सब्स्क्राइब शेयर गरिदिनु होला हेलो गाइस हाम्रो आजको भ्लग चाहिँ यति नै हो अब चाहिँ हामी यहाँबाट घर जान्छौँ सो त्यही भएर यहीँबाट इन्ड भइसक्यो हाम्रो भ्लग है कस्तो लाग्यो त आज रमाइलो भयो रमाइलो एकदम रमाइलो गाइस म चाहिँ अहिले घर पुगिसक्यो